हेलो एभ्रिवान। आज चाहिँ मैले फेरि पनि नयाँ अर्डर लिएर आएको छु, जो चाहिँ यो कार्नेसन फ्लावर हो। अनि यो चाहिँ मैले रेड र ग्रिनमा बनाउने प्रयास गरेको छु। सो मैले डल्लै फुलहरू बडहरू बनाएको रेकर्ड चाहिँ गर्न सकिनँ, फ्लावर मात्रै बनाएको रेकर्ड गरेको छु। स्पेसली मैले पटमा चाहिँ के हालेर बनाएको छु, कसरी बनाएको छु भन्ने कुरालाई देखाउन गइरहेको छु। जसमा चाहिँ मैले फर्स्ट चाहिँ स्टोन कलेक्ट गरेर वास गरेर रेडी गरेँ। सो त्यसमा चाहिँ म ब्ल्याक पेन्ट गर्नेवाला छु, जो चाहिँ मलाई खोल्नु निकै डिफिकल्ट पर्यो। सो त्यसो गरेर मैले खोलेँ अनि यसलाई चाहिँ यो पटको माथिबाटको कभरमा पनि पेन्ट गरेँ। अनि त्यसको मुनि चाहिँ मैले कटनहरू फिल गरेको छु, मजाले हल्लिँदैन। सो मैले सुकिसकेर चाहिँ मैले हतार पतार यो स्टोनहरूलाई टाल्दै थिएँ पानी परेर। सो मैले डल्लै चाहिँ रेकर्ड गर्न सकिनँ है। फाइनल रिजल्ट चाहिँ यस्तो भएको छ। यदि तपाईँहरूलाई मेरो भिडियो मनपर्छ भनेदेखिलाई लाइक, कमेन्ट अनि सेयर पनि गरिदिनुहोस् होला। थ्याङ्क यू फर वाचिङ।